हेलो गुड मर्निङ शुभ प्रभात र बिहानको समय एकदमै आनन्दमय एकदम रमाइलो पल हो यो चाहिँ एकदमै त्यही भएर सकेसम्म चाँडै उठेर अब 5 साढे 5 त अँध्यारै हुन्छ मलाई नि बाहिर निस्किन डर लाग्छ त्यसैले 6 बजीतिर निस्किन्छु निस्किएर चाहिँ अलिक केही नसके नि एक राउन्ड दौडिने हल्का स्ट्रेचिङ गर्ने आफ्नो बडीलाई तन्काउने शरीरलाई तन्काउने र योगा चाहिँ अलिअलि चाहिँ गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ जे भए पनि आफ्नो शरीरको लागि हामी 15-20 मिनट आधी घन्टा समय पनि छुटाउन सक्दैनौँ भने त्यो त हाम्रो लागि एकदमै हानिकारक हो पछि रोग निम्त्याउने भनेको नै हामीले आफ्नो शरीरलाई ध्यान नदिएर हो त्यसैले स्पेसली सरहरू त भइहाल्नु स्पेसली लेडिज है म चाहिँ केटी मान्छेहरूलाई चाहिँ अझै के भन्न चाहन्छु भने मेरो महिला साथीहरूलाई चाहिँ यु हेभ टु बी फोकस्ड है आफ्नो हेल्थ राम्रो भयो भने मात्रै सबै कुरा राम्रो हुन्छ त्यसैले आफ्नो हेल्थलाई केयर गर्नुपर्छ अरू टाइम छोडेर आधी घन्टा चाहिँ आफूलाई दिनु होला र बिहानको मैले भनिहालेँ फिजिकल एक्सर्साइजमा हल्का रनिङ स्ट्रेचिङ गरेर योगाको चाहिँ एउटा अरू केही नसके पनि सूर्य नमस्कार मैले अघि गरिसकेँ सूर्य नमस्कार र प्राणायाम यो 5वटा प्राणायाम चाहिँ गर्नै गर्नु होला भस्त्रिका अनुलोम विलोम कपालभाति भ्रामरी र ओंकार भस्त्रिका कपालभाति अनुलोम विलोम भ्रामरी र ओंकार यति 5वटा प्राणायामले चाहिँ तपाईलाई मेन्टल्ली पनि एकदम स्ट्रङ बनाउँछ एकदम फ्रेस बनाउँछ लङ्सलाई पनि एकदमै आफ्नो पनि एकदमै हेल्प गर्छ हजुरको हार्टलाई पनि हजुरको मेन्टल स्ट्रेस सबै रिलिफ गरेर एकदमै आनन्द चाहिँ हजुरलाई फिल गराउँछ पहिलो प्राणायाम भस्त्रिका हो सास लामो तानेर भस्त्रिका अब त्यसपछि कपालभाति जिरो निकालेर गर्दा पनि हुन्छ बन्द गरेर यो चाहिँ कम्तीमा 100पट्टि गर्नु राम्रो अब अनुलोम विलोम एउटा नाकबाट सास लिने अर्को नाकबाट फाल्ने अब त्यसपछि भ्रामरी यो चाहिँ दिमागको लागि र बच्चाहरूको लागि चाहिँ एकदमै राम्रो हुन्छ हात अम्लामा यसरी आँखामा राखेर हल्का प्रेस गरेर आइब्रोमा पनि छुने र कान बन्द गरेर भित्रै अन्तिममा चाहिँ ओमकार शिवजीलाई सम्झेर निश्चितै महादेवलाई सम्झेर ओमकार जाप गर्नु जति सकिन्छ जति लामो सकिन्छ त्यति राम्रो र अन्तिममा हात रब गरेर तातो बनाएर आँखामा लगाउने सबै आफ्नो स्किनहरुमा लगाउने एकदम तातो बनाएर यसले हजुरहरुको रिङ्कल्स पनि हुन कम हुन्छ अन्तिममा आँखा खोल्दा आफ्नो हातलाई हेरेर र मन्त्र एउटा कराग्रे बसते लक्ष्मी करमदे सरस्वती करमले तु गोविन्दा प्रभाते कर दर्शनम कराग्रे वसते लक्ष्मी करमदे सरस्वती करमले तु गोविन्दा प्रभाते कर दर्शनम आजको दिन शुभ रहोस् र यहाँहरुको पनि आजको दिन एकदमै लाभदायी एकदमै सुखी खुशीपूर्ण
र सुखद रहोस्। धन्यवाद।